हेर्नुस् दर्शक महानुभावहरु अहिले तपाईलाई यो गाउँ हो कि के हो जस्तो लागिरहेको होला। थोरै बेर रोक्नुस्। अलि अगाडिको दृश्य तपाईलाई देखाउन चाहन्छौं। त्यो ठुलो ठुलो बिल्डिङ छ, त्योदेखि पछाडी चाहिँ ठुलो बजारहरु रहेको छ। यो हेर्दाखेरि मलाई नि यतातिरको हेर्दाखेरि नेपाल जस्तै लाग्थ्यो। मान्छेहरु पनि बसाइ त्यस्तै। अब यता अगाडिको दृश्य तपाईलाई देखाउँदै गर्दाखेरि चाहिँ अगाडि ठुलो ठुलो बिल्डिङहरु रहेको छ। यो पक्कै पनि विदेशको के भन्छ अब हैन, विदेश हो भन्नको लागि अब ठुलठुलो बिल्डिङहरु त्योहरु अब धेरै भनिराख्नु पनि पर्दैन होला। नेपालमा अब यत्रो बिल्डिङ बनाउने कहिले हो, यस्तो राम्रो राम्रो बिल्डिङ बनाउने कहिले हो। तर विदेश भएर हेर्नु न, मान्छेहरु आफ्नै काममा व्यस्त, न कसैको मतलब न केही, आफ्नै काममा लागेछ। नेपालमा यस्तो नभए तापनि तर मानवता भन्ने नेपालमा छ। यो ठाउँमा अहिले तपाईलाई यहाँनिर गाडीले ठक्कर हान्यो भने आफ्नै साथीले पनि अहिले छुन मिल्दैन। छोइम हाम्रो त्यहाँ अब फिंगरप्रिन्टहरु केहरु त्यहाँ भेट्यो भने तपाईलाई नै उठाएर लान्छ। मलेसियाको कानुन यस्तो छ। परदेशीको लागि, हामी विदेशीको लागि भन्न सजिलो छ। घुमे हा, खा हा, मलेसिया घुमे हा, काम गरे हा, पैसा कमा हा, कति गाह्रो छ। हामीलाई त अब हामी चाहिँ हल्का भित्र काम गर्ने भएको कारणले हामीलाई नि खासै त्यस्तो खालको गाह्रो छैन। बाहिर यति गर्मी छ नि मलेसियामा पनि तपाईलाई थाहै छैन कि कति गर्मी छ भन्ने कुरा। अब सिक्युरिटीहरुलाई पनि त्योहरुलाई पनि अब गर्मी भएको ठाउँमा अब गर्मी हुन्छ। हेर्नु न, बाहिर घाम यति लागेछ। 1 घण्टा यहाँनिर उभियो भने मान्छेको कपालसँग शरीर पनि जलेर जान्छ। यस्तो घाममा काम गर्छ मान्छेहरु। परदेशीको जीवन गाह्रो छ। हेर्नुस्, अरु भन्नलाई के छ र। अब रातिको समयमा तपाई यता घुम्नुहुन्छ भने मलेसियाको रमझम देखेर तपाई यतै नै भुल्नुहुन्छ। यस्तो रमाइलो पनि छ, काम गर्दा गाह्रो पनि छ। रातभरिको रमझम यस्तो झिलिमिली मलेसिया एकदम सपनाको सहर जस्तो देखिन्छ। हामी राति पनि हामीलाई टाइम मिल्यो भने तपाईलाई यहाँ मलेसियाको रमझम यसो रमाइलो ठाउँहरु तपाईलाई देखाउने छौं कुनै दिन। मलेसिया आउनु भएको साथीहरुलाई त सबैलाई थाहा होला के हो कसो हो भनेर। नआउनु भएकोलाई कस्तो छ के छ। प्राय जसो म भन्छु मलेसिया आउने मान्छेहरुलाई पहिले नै डराएर राख्छ कि। मलाई पनि त्यस्तै भन्थे, मलेसियामा यस्तो गाह्रो छ, मलेसियामा मान्छेहरु चोर्छ, मान्छे मारिन्छ। मलाई नि डर लाग्थ्यो। त्यस्तो गरी छैन, काम गर्न चाहिँ गाह्रो हो। त्यस्तो मान्छेले बाटोमा हिँड्दा च्यापा समातेर पिटिल्ने त्यो गर्ने त्यस्तो चाहिँ छैन। त्यही भएर अनि अहिले त्यो पनि सुनेको थियो मैले, मलेसिया खुल्दैछ, मलेसियामा मान्छेहरु डरको लाग्दैछ भन्ने सुन्दै थिएँ। तर सबैलाई सुझाव सल्लाह दिन चाहन्छु म, आउनुभन्दा अगाडि तपाईहरुसँग मोबाइल छ, सबै छ, कुन कम्पनीमा आउला हो, एग्रिमेन्ट हेर्नुस्, कम्पनीको नाम हेर्नुस्, सबै बुझेर मात्रै आउनुस्। सर्च गर्न मिल्छ, कम्पनी सर्च गर्नुस्, के हो कस्तो हो कुन कम्पनी हो भनेर सबै बुझेर मात्रै आउनुस्। नत्र भने मलेसियामा आएर तपाई पनि यो भएन उ भएन भनेर कम्प्लेन गर्दा नै ठिक हुन्छ। अहिले मलेसियामा 1700 बेसी भन्छ तर दिएकै छैन। हाम्रो एमबीसी पनि कामै छैन। एमबीसीले कम्प्लेन गर्नुस्, हामी तपाईको कुरा राख्छौं, कम्पनीलाई तपाईको डिटेल खुलाउँदैनौं भन्छ। अब खै हामीले कम्प्लेन गरेको पनि 3-4 हप्ता भइसक्यो, रेस्पोन्सै गर्दैन। मलेसियामा नेपाली एमबीसी पनि पैसा खान मात्रै बसिएको जस्तो लाग्छ मलाई।
कम्प्लेनसँग पैसा हालेको भए चाहिँ हाम्रो रिप्लाई आउँथ्यो होला। पैसा सैसा दिएन, हामी पैसाको कुरा गरेको छैन, त्यही भएर हाम्रो रिप्लाई दिँदैन कम्पनीले। बोस पनि अब पैसा दिने भने त्यो कुरा नि गर्दैन। मर्कामा परेछ हामी सबै। महँगाई यति बढिरहेको मलेसियामा, खाना लाउनै गाह्रो भइसक्यो। त्यही भएर अब प्रायः नेपालीहरूको धेरै बसौँला भन्ने चाहना पनि हराइसक्यो मलेसियामा अहिले। ठिक छ साथीहरू, यत्रो बेर कुराकानी गर्यो। अब हामी पनि हाम्रो वर्क प्लेस, अब काम गर्ने ठाउँतिर आइपुग्नु थाल्यौँ। अब 5 मिनट लाग्छ यहाँदेखि चाहिँ। हेर्नुहोस् एकछिन ठुल्ठुला बिल्डिङहरू मलेसियाको। यिनै बिल्डिङहरू नयाँ बिल्डिङ हो, बन्दैछ। तपाईँको रातभरि रमाइलो गर्ने एकदम रमझमको ठाउँ भनेको यदेखि थोरै पछाडितिर छ। कुनै दिन हामी गयौँ भने देखाउँछ म त्यसले। ल ठिक छ साथी, फेरि पनि बोल्दै गरौँला। यस्तै भ्लग हेर्दै गर्नुहोस्। हाम्रो युट्युब च्यानलमा बन्दै गर्नु। लाइक सब्सक्राइब सेयर गर्दै गरिदिनु होला। हस्, धन्यवाद।